मामी उसलाई पछि लाग्ने बाबु त बोर मेरो त झोलाहरू के सबै हाल्नु त्यो अर्को हाल्छ ल मजा अब जाउँ आएको रमाइ राम्रो भन्नु त्यो पहिला चाहिँ हेर्न हेरेर पनि हेर छिटै आचिकौ मम्मी हाम्रो हजुरबा रेडी हुन पर्यो रेडी अन्ध्यारो छ अन्ध्यारो म चाहिँ रेडी हुनलाई कोलगेट कोलगेट अब रेडी हुन पर्यो रेडी भाइजू बैला उठाइदिनु त हजुर 7-2 3 बोतल आयो अब ब्रस गर्नु पर्यो ब्रस अनि त्यसपछि हाम्रो माइक्रो आउने टाइम हुन्छ बहिनी सुतिरहेको छ त माइजू पनि उठिसक्नुभयो अब ब्रस गरेर रेडी भएर मम्मी बैला उठाइदिनु त उठे ढोका खाल्नु त यसो मुर्छु गरेर बस्यो पुरै अँधेरो तारा पनि केही देखेन रातिमा घिउसिउ उठ्छ हौ भाइ साहब यता मम्स आमा छोरी यता छोरी यता केटाहरू चाहिँ पुरा लम पसार छ एउटा फेरि बिहान त्यो कटमा सुत्छ क्या चाहिँ अहिले पनि चाहिँ मेरो कोठाको भ्यू यो चाहिँ मेरो ल फेरि यस्तो फाइन चाहिँ उडाउलै जस्तो चल्यो अब चाहिँ म ब्रस गर्न जाँदैछु मुख धुन जाँदैछु त्यसपछि हाम्रो फेरि यात्राको सवारी सुरु हुँदैछ प्याकिङ स्याकिङ भइसक्यो अब ऱ्याकिङ हुन बाँकी के टोइलेट जान्ला यता माइजू यता बिहान नुहाउन सकिँदैन जाडोमा त्यही भएर बिहान बिहान यो जाडोमा नुहाउन सकिँदैन नि त त्यही भएर यहाँ मुख धोएर पानीले मुख धोएर म्यानेज गर्दैछु कि पानीले मुख धोएर म्यानेज गर्दैछु बिहान बिहान नुहाउन नसकिनु पऱ्यो चिसोले भन्न हुन्थ्यो तर के नि फेरि सुत्नुभन्दा अगाडि फेरि नसुत्यो कि फेरि भाइ उठेर बिहान बिहानै उठेर मुख फेरि कत्रा उठ्यो कति मजाले ठोकिएको अलि पेसा ठोक्यो भने त दिमागले कामै गर्दैन त बाबु तिमी किन सुत्यो अरे यसरी लम्प सारी के कपडै लगायो त यो त के पारा
दोस्त के हो सेक्सी पाराम से त्यहाँ त उठिसक्यो हुन पढाइ आएन कस्तो जाडो भाइ हाम्रो श्याम पनि एकदम बिर्सिने कुरा होइन यो चार्जर भन्ने कुरालाई चाहिँ पहिले झोलाभित्रमा ग्याजर पारिदिहाल्नुपर्छ चार्जरले अब ए मेरो रुमको झझलको हाम्रो चाहिँ यात्रा नेपाल टु कहाँ हुँदैछ अब थाहा छैन गएपछि नै थाहा हुन्छ मैले पनि चिन्दैन फर्स्ट टाइम जाँदैछु नि त किनभने म त्यही भएर मलाई खासै यो बारेमा थाहा चाहिँ छैन है फेरि फर्स्ट त ए या होम टु केटिएम केटिएम टु केटायाम हो क्या अनि त्यसपछि आज चाहिँ कति बजे अहिले टाइम चाहिँ कति बजे दोस्त टाइम 3 बजे चाहिँ ठ्याक्क एकछिनमा कपडा सब लाएर रेडी भएपछि दसैँमाझी रेडी हुँदैछ यता बहिनी युन्सा रेडी हुँदैछ अनि त्यसपछि केटाहरू त लम्पस महिनालाई छ कि मजा सुते भ्याउता जस्तो म बनाए सुता फेरि कडक हुन्छ कि खुट्टाको त घोडाले त टाउकोमै छुन्छ त यसो त अनि पुरा हमको रेडी होना है अब ल यहाँबाट हुन्छ सुरु 6 प्याकबाट हड्डी भएको 6 प्याकबाट हुन्छ मेरो सुरु 6 प्याक माथि यो ब्लू प्याक लाउनु पर्छ होइन त्यसपछि यतिको आयो त्यसपछि त यो स्वाट तान्नुपर्छ अहिले चाहिँ अलि यताबाट तान्नु यो लाउने हो नि त हल्का मास्टर माइन्ड लाउने हो नि त घरको काम चलाउ कपडा लाउने अनि त्यसपछि ठ्याक्क भए गएर चिया जाने हो त किनकि फोहोर हुन्छ यहाँ जाँदा जाँदा धुलो मैलो म पनि फेरि एनके बरोदारको फेरि मास्टर माइन्ड खतरा हुन्छ यहाँबाट हल्का ठिकठाकको कपडा लाउने हो गएर पुरा चेन्ज जाने मास्टर माइन्ड भन्छ क्या यो फुटाउनु क्या त यो आम अनि के छ भाइ ठिक छ नि सब अब दाइजन लाग्यो अब दाइले यसो पैसा सुसा दिने होला नि त दिने नदिने दिन्न के खोजे पिसा फ्यान जाला माइजू यति ठिक छैन मैले किन भने त्यो गाडी साडीले पुरा भङभङ पारेर चाहिँ यो लाग्यो अहिले लाउँदैन जान बेला लाउनु हाम्रो सानो भुन्टुङ रे त उ सुतिरहेको भुन्टुङ रे अहिले यता हिरोनी डन बाहिरबाट उयो ज्याकेट लाउ जाडो हुन्छ जस्तो म त यो ला त कतिको गरौँ भा यता हिरोनी गोफले गाजी फेरि गोफले गाजी भ्याकुता जस्तो मुस्कान देखा थियो यसले हिँड्न त जाउँ गयो हामीसँग आइज त आइज न जाउँ त हामीसँग जाने हो बख पऱ्यो कि तेरो गर्लफ्रेन्डले हेर्छ अरे हिउँसा त के जुन चाहिँ बले हात छल आउँथ्यो र त मसँग जुन चाहिँ नि बल भालाई म चाहिँ कस्तो बलेको छु हाम्रो घरको माहौल त पुरै उज्यालो भइसक्यो के हो त सानो माइजीको घरतिरको माहौल हेरौँ अन्त माइजी रेडी हुँदैन त
त ढिडी भइसक्यो कतिखेर आउँछ यता हजुरआमा भजन सुन्दै हुनुहुन्छ यता हाम्रो ठुलो मम्मी हाम्रो हजुरबा 3:11 भयो 3:15-4 बजेतिर आउँछ अरे खोइ यतैतिर कता नजिक छ यता हजुरआमा हाम्रो भजन हेर्दैन 4 बजीतिर आउँछ एकदम मैसी सुत्नु पर्छ 4 बजी सुत्न जन्मे हौ तिमीहरू सुतो भन्ने हाम्रो जनताहरूलाई हामी यसरी भन्न जानकारी प्रदान गर्न चाहन्छौँ मिलके भी हम ना मिले तुमसे न जाने क्यों ह्यान्डसम लुक्स भनेर नलायो भने जस्तो चाहिँ होला ह्यान्डसम कहाँ ह्यान्डसम लुक भन्ने चाहिँ झर्लाङ झुलुङ गर्ने हजुर बाबा जस्तो बोरा काटेर लाएर हिँड्नु पर्ने खासमा भन्नु पर्यो यतिको त अब नर्मली हिँड्नु यतिको छ किनकि यतिको अहिले फेरि मिलाउनु त के कस्तो हुन्छ हाम्रा यो ब्याग सबलाई घिसार्दै हिँड्नु पर्यो एउटा चस्मा लगाएर हिँड्न पायो त्यस्तै ह्यान्डसम लुक्समा इसमें तो हमसे मेरे बाप लगते हैं नाम है एनकी ब्रदर अल गाइस मैले फाइनली 2वटा गरिबको बच्चाहरू भेटाएको छु उनीहरू चाहिँ होइन एकदमै गरिब छ उनीहरू चाहिँ राति उठेर होइन मोबाइल हेर्दै बसिरहेको अवस्थामा मैले फेला पारेको छु कि तपाईँहरू जति सक्नुहुन्छ त्यति सहयोग गरिदिनु होला भनेर मैले यसरी जानकारी गर्न चाहेँ होइन गरिबको बच्चाहरूलाई राति सुत्नलाई पनि उनीहरूलाई फुर्सद छैन होइन उठ्नलाई पनि फुर्सद छैन यसरी लुकी मोबाइल अर्को पनि सुतेको नाटक देखाएको होइन गरिबको बच्चा यसरी नाटक हाने सुतेको अर्कोले फेरि यत्रो त्यो कप्चेरबाट मुख देखाइरहेको छ होइन ऐनामा आफूले आफूलाई देखाऊँ भने पो जस्तो यो ऐना मान्छे भन्दा नि फोहोर त ऐनै निस्कियो मुख हामी चाहिँ जुनु पुग्नु उठ्नु भएछ ओइ 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 हेर दादा उता जानु लाग्यो दादा पैसा कमाउनु जानु लाग्यो हेर त दादा यता हेर दादा जान्न तिमी नो सुत्यो सुत्छ उठ्दैन अब दादालाई पा गर्थ्यौँ कि नि त रिस उठ्यो कि भुनु मामी नानी रे त बुनु त दादा हेरेर बुनु हेर छिटै आचिकौ भयो त यता भन्नु त सुतेर कुरु त पुरै खाएर माइजूले फेरि बुझ्नु यता हेर त दादाको हात गऱ्यो नि त ल यता माया गर दादालाई अनि बल्ल यहाँ माया गर अब बल्ल बोक्छु न मैले बोक्दिनँ फेरि एउटा गेम चल्छ एउटा चाहिँ पुरा हेरिरह यता फेरि टिकटक रे यता बाहिर दादाले माया गर नि त आफ्नो दादालाई त्यो चिल्लो भात के खाने भने त्यस्तो बिना हाल्दैन ल माया गर नि दादालाई यहाँ गरेर थोरै माया गर त्यहाँ नगर्ने यहाँ गर नि त माया गर यहाँ मामी जाने सब खुर्सानी मजा हाल्दा ल दादाले माया गर बाई बाई गरे
बाई बाई गर सबैलाई माया गरिदेऊ त गरिदेऊ आहा आहा या फेरि माया गरिदेऊ त एकचोटि वाउ तिमी नुनु गरेर उठ्या हो खै पैँची हेर तिम्रो कहाँ छ खै खै पैँची पैसा देखाइदेऊ तिम्रो वाउ बुनको पैँची दही खुवाइदिनु है त्यो सुकेश्वर बात मेरो झोला नै हेर्छन् यो पहिला गाडीमा चढाउनु पाए हुन्थ्यो त सजनले नि खुवाइदिनु दादा यो त रोहित रोहित होइन उठाइदिएछ त्यो यही भिड्ने होला उसलाई पछि लाग्ने हुन्छ बाबु त गोर मेरो त्यो झोलाहरू के सबै हाल्नु त्यो अर्को हालिसक्यो त्यो ल म चाहिँ अब जाउँलाको ल मैले राम्रो भन्नु त्यो पहिला चाहिँ हेर्न न लास्टमा यसलाई लहरेर राख्नुला चाहिँ राम्रो भन्नु म ठिकै लगाइदेखेन र पहिला सामानहरू तन्काए त अहिले पछि लगाइदियो पहिला त्यो सामानहरू त्यो पहिला अघि नै हाल्नु पर्ने अहिले मैले लगाइदिनु बाँकी नै छ नि त लगाइदिन्छु बाबुले सामान हालो सानी के एकैचोटि पठाउने सामान हालेपछि लगाएर भित्रबाट नपसिकन लिएर हिँड्छ केही खाँदैन अहिले पर्खिन्छ उतै राख्नु हामी खुवाइदिनु पर्दैन अलि भिटाउन राखी अलि यता अलि यता सोधो पुग्छु मैले सुक्खा शान्ति दियोस् मेरो बाबुलाई जिन्दगी छोड्नुहोस् यिनीहरू जुठो परेको कपालमा दुखोस् कान्छ बाबु जुठो
यहाँ फिल्महरू गर्छ नि दादा अलि यता बस्यो भित्रमा ट्याक्सीमा केही नि हुन्न है मैले त कहिले थाहा पाएको थिएन तपाईँ कि उसरी चिज चल्नु त मैले त अहिलेसम्म थाहा पाएको थिएन भित्ता घरको भित्ता नि चल्नु हुने तिमी लाउने हो के तिमी जाने दादासँग भन्नु हुँदैन आइज नानी सुख शान्ति होस् धेरै पढेर मास्टर नि भएस् त ममलाई त्यो मम गौदिनु मलाई यतापट्टि आइज त तिमीले कान्छन् लाउने हो के लाउने हो पैसा भएन भाग्य मानी भए शान्ति होस् गोलीमा हाल लाऊ गोलीमा हाल भयो अब जामै दिन्छु है यही पाइ त्यतिकै टाल्दिनँ पैसा दिनु पर्दैन के तिनीहरूलाई आऊ ल गाडीमा के लाउँछ दिनुपर्छ है बिहा गर्ने बेलामा अन्त के लगाइदिने बोलायो नि हामीलाई के अरे बोलाएन नि हामीलाई बाटो तताउने हो कि आफै बाटो तताउने हो कि यसले पोसाउँछ त्यसले पोसा त म त अगाडि बस्नु पर्छ अगाडि खाली नै होला है सिट खाली नै होला है अगाडि बस्छ ल जाउँ त अगाडि अगाडि को बस्नु कति तीनजना भने होइन तीनजना अटाउँछ तीनजना दुईजना बाबु राम्ररी बस्नु हुन्छ हजुरबा हुन्छ हुन्छ माइज यो माथि होइन आन्टी तपाईँ म यता बस्छु विचार भाङ्गो एक्लै हो त यहाँ अगाडि बस्नु न त मिल्दैन दुईजना यहाँ अगाडि कतिजना अटाउनु गर्नु म गाडी हुन्छ कि त्यो ओके बस्नु जाउँ छिटो गाडी आउने भनेपछि पहिला यसो बिराबारीको काम भएर बस्नुपर्छ यहाँ त्रिशुलीको त्रिशुलीको पुलमा आइपुगेका छौँ यहाँ र माइजहरू हुनुहुन्छ हाम्रो चाहिँ माइक्रो ल ल ल त्यही पर्खिनु शुल्कवाला पो रहेछ ल छिटो गरेर गराउनु त्यहाँदेखि काठमाडौँ काठमाडौँदेखि उता
गीत पनि रहेन त त्यो बाबाको गाडीमा गीत बजाएन अलिक सुन्दै कति जाडो भयो जाडो भयो कति सिरिनै हो चल्यो हाल्दाखेरि यस्तै हुन्छ राम्रो यो नि साँच्चै खाली छ खाना खाए केही पनि हामी मात्रै खाँदैछ अझै उनीहरूको व्रतमा तो गाई हम आ चुके हैं खाजा खाएर अब हामी हाम्रो त्यहाँ गाडी चाहिँ पुरा चार्जिङमा लागिरहेको छ होइन त्यसलाई नि भोक लागेको रहेछ चार्जिङमा है त माइजू र बहिनी चाहिँ यता म चाहिँ यता झोलाको भारी बोकेर यता छु म चाहिँ यहाँ चाहिँ सिङ घाम लागिरहेछ जाडो चाहिँ फेरि जाडो हो कि गर्मी महिना लागिसक्यो यहाँ चाहिँ जाडो रहेछ सिङ चाहिँ फेरि दामी छ है यता सिङ ओहो कति राम्रो सिङ छ ए डन के चाहियो लाउ न त यता त्यो माइजूले पनि खानुहुन्छ बिन्दा कतिवटा डन त फेरि 6 पैसा पैसा खा कतिवटा अनि चिप्स हामी चाहिँ यस्तो घुमफिर नाइटमा घुमफिर गर्दैछौँ हामी चाहिँ यहाँ बोल्दाखेरि केही आवाजै सुनिन्न कि फेरि गाइज यहाँ बोल्यो भने केही आवाजै सुन्दैन त्यही भएर चाहिँ म नबोलिकन हिँड्दा अब डुल्दै डुल्दै हिँड्यो कहाँ पुग्ने हाम्रो गन्तव्य छैन गाइस तपाईँहरूको निशान एन्टी ब्रोदरको भ्लग त आयो तर बोल्दै नबोलेको भ्लग मात्रै आइरहेको छ किनभने बोल्यो भने त्यो साउन्ड मात्रै साउन्डै सुन्दैन कि साउन्डै यत्रो साउन्ड मात्रै आउँछ त्यही कारण होइन अब अलि पछि राम्रोसँग बोलेर बनाउने नै छु होइन गाइस चिन्ता नगर्नु होला भन्न त हुन्थ्यो लास्टमा दर्शकै छैन कि धेरै हेर्ने जा भन्ने मात्रै बनाउने मात्रै सय आउन नि गाह्रो पर्छ त्यसपछि अलि पछि खतरा खतरा बन्छ त्यसपछि त 100 होइन बिलियन आउनु पर्छ बिलियनमा किन पर्दैन धेरै यस साग किन्नको लागि आएको हामी चाहिँ यहाँ ठुमनको रुममा छौँ अहिले चाहिँ रायोको साग छेउ नलाने होला यही ठीक छ इधर देखो भाइ साहब दाइ हो साग किनेर लगेर सागको तन्दुरी बनाउनको चाहिँ ब्लग
धेरै भएको थियो नहानेको आज स्टार्टिङ हाने 40 छैन हिजो नि आज हिजो नि आज याद पनि गर्थ्यो हाम्रो चाहिँ सागको सपिङ भयो आजको चाहिँ ल तर्नु पनि हुन्छ चप्पल फेरि खतरा फेरि तपाईँहरूको ह्यान्डके ब्रदरको चप्पल खतरा जुन पाउँछ केटीको केटाको जस्तो पाउँछ पखान जान्दैन जस्तो पाउँछ घुसारेर हिँडिहाल्ने गाई त हामी साग बोकेर आयौँ होइन अब चाहिँ भ्लगलाई यहीँ अन्त्य गर्न जानुपर्ने हुन्छ अलिक पछि यसो घुम्न पनि जान्छौँ त्यसपछि घुम्न गएको बेलामा घुम्न गएको पनि हामी बनाएर हाल्छौँ तर बोल्न त बोल्दा चाहिँ अब बोलेको साउन्ड चाहिँ केही पनि सुन्ने छैन होला सायद ल चस्मा चाहियो अरे यसलाई आमा चस्मा चाहियो अरे दाइ भिखारी दाइलाई यसले झन् भिखारी बनाएर अब भिखारी बनाइसक्यो मलाई बहिनीहरू पनि यस्तै हुन्छ भिखारी एनके ब्रदरको अलि पछि आउँछ दामी दामी ब्लग होइन कमेडीहरू पनि आउँछ होला भ्याउँदैन कमेडीहरू ब्लगहरू चाहिँ बनिरहन्छ अनि यो एकजना यो छुच्चीसँग छुटकारा मिल्यो फाइनली गाइस र अहिलेलाई चाहिँ हिन्ट गर्न जान्छु ब्रेक लिन्छु अर्को ब्रेकमा अर्को क्लिपमा फेरि यस्तो हुन्छ ब्लग चाहिँ अब अन्त्य नै गर्न पनि भएको छ यो खासै बोल्या छैन ब्लगमा चाहिँ यतिकै हिँड्या मात्रै हो साउन्डहरू धेरै आएकै भ्याएर ढु मात्रै आइरहेको साउन्ड त्यही भएर बोलेको पनि केही सुन्दैन अब यो भर्खर यही अन्त्य गरेर अब भोलिबाट फेरि अर्को भ्लग सुरु हुन्छ हाम्रो युनिस डाउन छ है भोलिबाट फेरि हाम्रो अर्को भ्लग सुरु हुन्छ अहिलेलाई चाहिँ यो भ्लग हामीले यही अन्त्य गर्न जाँदैछौँ सुन्ने कि छैन फेरि केही पनि अहिलेलाई चाहिँ देऊ त एउटा पोस्ट तिमीले पनि ए हाम्रो एउटा चाहिँ हिरो नि पारामा बसिरहेको छ अहिले चाहिँ उयो साग लिन जान लाग्यो साग हिँड्दै थाकेँ कि हिँड्दै थाकेर या लोतो पर्छ मान्छे भोलिबाट फेरि हाम्रो कहाँदेखि कहाँसम्मको हाम्रो फेरि भ्लग स्टार्टिङ हुन जाँदैछ अब भ्लग चाहिँ अब हाम्रो दामी आउनेवाला नै छ अहिलेको लागि चाहिँ यही अन्त्य गर्न जाँदैछ